Empty hearts and neon lights, they're playing with my mind. Gotta get out of here tonight. Oh, I wanna run off and fly, and I'll tell myself it's fine to be alone, just to find somewhere that finally feels like home. Hello guys, welcome to my YouTube channel. आज चाहिँ म 3-4 महिना पछाडि चाहिँ ब्याक भएको छु र मेरो भिडियो स्टार्ट चाहिँ सिलिचोङ गाउँपालिका 3 मानेटारबाट स्टार्ट हुँदैछ र हामी चाहिँ काईकोक झरना सिलिचोङ भित्रै रहेको जो दामी छ भन्ने सुनेको छौं। त्यही भएर आज चाहिँ हामी पनि दाजुभाइहरु हेर्न गइदिम भनेर चाहिँ प्लान बनाएको छौं। तर ढिलो भइसक्यो, केटाहरु आकै छैन, अलिक वेदरले गेजु हान्दैछ। भिडियो चाहिँ लास्टसम्म हेर्दिनु होला है त। ल हाम्रो यात्रा झुर होला जस्तो छ। बिहान 10 बजे रेडी भनेको, खै 1 बजिसक्यो, केटाहरु कोही आउँदैन। या सबिन भाइ र म चाहिँ निक्लिसकेको छौं, तर केटाहरु आकै छैन। यहाँ पर्खाइमा छौं हामी केटाहरुको। यस्तो वेदर छ, माछाले पानीले गोज्छ होला है। कस्तो दिमाग खराब भयो। त्यही हो साथी, अब भेटौँ अब यात्रा भयो भने, नत्र यही इन्ड होला जस्तो छ। आजको भ्लग पनि यही इन्ड होला जस्तो छ है। आज यस्तो पानीले गोज्छ होला। मेरो सपना अलिक झुर नै थियो कि आजको। पर्खौँ ल अब 10 मिनट जस्तो। खोइ त हौ, केटाहरुको बाटो हेर्दा म त आउँदैन त। 20 मिनट भइसक्यो यार यहाँदेखि पर्खेको। बल्ल यार केटाहरु 20 मिनटको बाद बल्ल है केटाहरु 20 मिनटको बादमा। के हामीले कल हान्दा उठेकै थिएन। मसँग म कहाँ चढ्नु? म कहाँ छ? यहाँ चढौँ न। खिच्दै जाउँ न। दाइसँग गफ हुँदैन? जुत्ता भन्दा कम छैन त यो चप्पल दाद। जुत्ता जस्तै छ त नि। अनि बबल छ नि दादाको। उयो तेरो स्ट्यान्ड नामा छ। कोही त प्रशान्त दाइ चाहिँ दाइ तामकुमा नि जुत्ता फुकालेर बसिसक्यो रे, आउँदैन भनेर। ल झुर राइड सुरु भयो केटा हो। कस्तो झुर राइड, सबैभन्दा वाइल्ड राइड हुन्छ अब। पानी पर्ला जस्तो लाग्यो मलाई। सुरु भइसकेको छ हाम्रो यात्रा चाहिँ फाइनल्ली। यता मेरो राइडर पानीले नि बिजो खाँदैन हामीलाई। अब भिज्ने नि के गर्नु। ल त्यही हो, बाटोमा भेट्दै जाउँ। अब केटालाई उठाउँदै लानु छ एकजनालाई। ल हामी हल्का खुसी, किनकि अहिले हल्का घाम खुल्ला जस्तो भइरहेछ। हल्का ह्याप्पी, यता घाम लाग्दैछ। राइड चाहिँ सुरु भइसकेको छ। खै अब कहाँसम्म पुग्ने हो। यसो भ्यू हेर्न सक्नुहुन्छ दर्शकवृन्द। हामी चाहिँ गुनुनुनु ओह्रालो लगाइसकेको छौँ। हामी
तामकुच्चा आइसकेको छौँ। ल हामी तामको आइसक्यौँ। यात्रा सुरु हुँदैछ। अब पेट्रोल हाल्ने कार्यक्रम हुँदैछ। के हो लामो जस्तो केटाहरू कोही एक्साइटेड छैन यार जोत्मा मुला। त्यसले के गरेको ओ बुढीलाई फकाउँदै हो। ल हाम्रो यात्रा सुरु हुन आँटिरहेछ। के हो देपालाई लाउ न ल। यात्रा सुरु। के अरे काइकोङ झर्नाको आँखाको सब हेरेर आइदिने हो। हामी चाहिँ 3टा बाइकमा 6 जना दाजुभाइ। यता चाहिँ फेरि हाम्रो सर हुनुहुन्छ पेमा सर होइन होला त्यति बिजी त यार। हामी अगाडि बढिसकेको छौँ। ल अब बाटोमा भेट्दै जानुपर्छ साथीहरू है। शुक्रबारे हो। यहाँदेखि चाहिँ राइट टर्न लिएर चाहिँ हामी बुधबारे गुनुनुनुनु झर्न पर्ने हुन्छ। झारिसक्यो एउटाले। पछाडि बस्नु अर्कै चिल्छ नि पेमा सर। अर्कै हुन्छ नि म त बस्नु पाउँछु होला भनेर आएको। गाह्रो साह्रो म लगाइदिइहाल्छु नि। प्रो राइडरहरू पछाडि बसेर हुन्छ नि। राइड त्यस्तो भइरहेको छ। दादा चिलमा पछाडि बसेर गफ हान्दैछ। अब यहाँ पेमा सरलाई अलिक गाह्रो भइरहेको होला। म 80 केजी छु है। मेरो प्याहरू ब्रेक लगाउ न। हुनु न कुतिर थाम्न सकेन नि। खुट्टा टेक्नै नभएपछि त लडिहाल्छ नि। जोगै लडायो नि भाइले। सानो यहाँ सानो ढल्केको अवस्था केही भएन होला नि त। अरू त हाम्रो सबसे प्रो राइडरहरूका ढल्केको त्यस्तो केही भएको छैन। अलिक अग्लोबाट हालेछ कि उसले। चल्छ सिम्पल यो अन्त ठुलो चाहिँ हुनु भएन। अब टोक्ने सरापै क्या यार। साइलेन्सरै फुस्की क्या हो साथी। दुईजना माथि अड्किरहेको छ त। बाटो त वाइल्ड छ यार मासला। त्यस्तो पानी लाउँदैछ। उतातिर रोपाइ चलिरहेछ है दामी। तर हामी चाहिँ अल्लारे भएर डुल्दैछौँ। तल छेउदेखि पो दामी होला सर। कस्तो रोपाइ चल्दैछ है। तर दादाहरू घुमेकै
झर्ना झर्ना ओइ गाई कोक रहेछ त यहाँ अलि झन् रोकेको दाइ गाई बस्नु भित्तामा फोटो गाईको झर्ना यही होला नि अब तर सबै धान रोप्दा त दामी देखिँदो रहेछ त एकदम हामी चाहिँ कोलबातिर छौँ है कोलबा हाम्रो डेस्टिनेसन चाहिँ बुधबारी पारी खै कहाँ अरे अब त्यही देखेको त होइन होला नि जुन के हुन्छ अब सोध्ने हो नि बुधबारे पुगेर हाम्रो डेस्टिनेसन चाहिँ खोलाबारी जस्तो लागिरहेछ मलाई आधी बाटोमै पानीले वेलकम हानिसक्यो यार साथी हो कस्तो अहिले घाम लागिरहेको छ यार मासला ठाउँको ठाउँ पानी परिगयो नि यार अहिलेसम्म गर्मी भइरहेको यार केही छैन तर राइट पानी लेखि यतिको हुनै पर्यो यतिको हुनु पर्यो ल अल राइट गाइस हामी बुधबारे पारि आइसकेको छौँ यो चाहिँ सङ्खुवा खोला हो ओ बिस्तारै चाहिँ केटा हो ल है ल आऊ भाइ आऊ दियो फाइनल्ली खोला तरियो बाटो कस्तो थियो दामी सबै आउनुपर्छ फेरि यहाँ गर्न हावा बाटो ओभर गेजु बल्ल बल्ल तारियो है ल अब यात्रा के छ अब हामी चाहिँ पुल तरेर अब बुधबारे आइसकेको छौँ बुधबारे अब चाहिँ हल्का इजी बाटो छ कि भन्ने आशा छ केटाहरू लड्दै पढ्दै अगाडि बढिसकेको छ बुधबारे सबैले चिप्लाउँछ त साथी के हो बिस्तारै जाने अगाडि हेरेर चिप्लाउँदै जान्छ हामी हाम्रो चाहिँ अब लु बुधबार आइपुग्दा नै गाडा फाटिसकेको छ अब झर्न गइँदैन होला ओभर थकित भयो है घाउ त भएन नि कसरी ठोक्यो नि तपाईँ यो पनि बसिरहेको थियो नि त त्यही माथि नि निस्किने भएन क्या मस्त हो अहिले कहाँ कस्तो ठाउँमा लड्दिएको त नि त्यस्तो मेरो बाइकै उयसमा थिएन क्या सर आइरहेको थियो क्या हामी हाम्रो गाड फाटिसकेको छ ल हाम्रो खाजामा यस्तो छ सब केटाहरूले पानी चिसो रहेछ नि डिउ भन्दा चाहिँ A few moments later. मेरो पालो राइट म झर्छु है फेरि माया त दादाले कुरै आउँछ नि लिलियो नि ल अहिले हामी बुधबारदेखि चाहिँ तेर्सो लाग्यौँ साथी हो बाटो त अलिक ढुसै छ यता चाहिँ दामी रहेछ फेरि दामी छ नि हो My heart rages around like an ocean in my head because there are so many things that I left unsaid.
बाटो खत्तम बाटो सकिएछ नि त अब मेन ओहोइ 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 ओइ 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 माछा मऱ्यो क्या फेरि चढ्यो 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 ल बिजोक बिजोक भयो बाटो ठान्डा भएर अल्मलिँदा अल्मलिँदा अब चाहिँ हाम्रो पैदल यात्रा सुरु अब चाहिँ भरे म तपाईँहरूलाई लोकेसन दिन्छु है तपाईँहरू आउनु चाहनुहुन्छ भने हामी जस्तो ढुस नआउनु होला केटा हो के हो चाबी दिएँ नि मैले यता पारी रहेछ माथि हिँड्नुपर्ने रे अब यो बाटो केटाहरू अगाडि बढिसक्यो आया जामा यस्तो पुल तरेर जानुपर्छ गाइजहरू तरम यो चाहिँ सिसुवा खोला पुल सुट हान्दैछ यो चाहिँ सिसुवा खोला है साथीहरू यस्तो बाटो हुँदै जानुपर्ने रहेछ झर्ना चाहिँ अब हेरौँ कस्तो रहेछ पुगेर है दामी हेर्नु पर्ने चाहिँ यस्तो जङ्गलको बाटो रहेछ मार्कडक्स त्यहाँ एउटा सानो झर्ना रहेछ ल उयो माथि थुम्की त पुग्नु पर्दैन होला नि हो यस्तो उकालो हिँड्नुपर्ने रहेछ है ल मेरो विचारमा झर्ना चाहिँ त्यही जस्तो लाग्न थाले वाइल्ड उकालो चढ्नै नसकिने उता पारीतिर औरेन्जी बारी छ यता चाहिँ बुधबार है यता पारी चाहिँ अब चाहिँ आइयो जस्तो लाग्यो यार चाहिँ आइयो जस्तै लाग्यो ओ यहाँदेखि गन्ध छैन त बे ल मार्कडक्स फाइनल्ली ओ मार्कडक्स वाउ आमा यो के हो यो यस्तो देख्नु सक्नुहुन्छ तपाईहरु पनि हेर्नु पाउनुहुनेछ फाइनल्ली डेस्टिनेसन आइयो केटा हो चिल हान्चिल हुन्छ बनाएर यही खाएको पदर छ तलदेखि आउँदैन माथि आउन
ल फाइनल्ली के झर्ना रे यो स्काइकोक झर्ना हामी आइसकेको छौँ ओभर गाह्रो रहेछ तर बाटो चाहिँ है है गरेर ठ्याक्कै मुखमा लगाऊ त गरेर यस्तो भएर अझै अलिक मिलेन लडेन त बाँचिँदैन त्यहाँ त त्यही डर रहेछ ल यहाँ दाजुभाइहरूको फोटो सेसन हुँदैछ वर्षान दाईलाई फोटो सेसन कान्छाले मस्तले दिइरहेछ यता हामी लाइनमा लाइनमा दामी एउटा उज्जवलको खिचेको छैन होला सिङ्गल ओ लड्छ मासला क्यामेराम्यान हो त्यो झर्ना चाहिँ देखेन हो हल्का झर झर्नै हो नि त मान्छे भन्दा त्यस्तै यहाँदेखि गुल्ट्यो भने छैन माकाटा पसिना त अहिले फोटो सेसन हुँदैछ है फोटो सेसन हो त ल सिनेमेटिक ल हामी चाहिँ अब आएर फोटो सोटो खिचियो सब गरियो है तपाईँहरू आउनु सक्नुहुन्छ दामी छ तर बाटो चाहिँ वाइल्ड उकालो छ दामी छ आउनुहोस् ल बाई बाई फाइनल्ली केटाहरू चाहिँ अगाडि गइसकेको छ म मात्र पछाडि यही हो आइयो दामी रहेछ तपाईँहरू पनि आउन सक्नुहुन्छ यस्तो चाहिँ बाटो चाहिँ फेरि आमा हामी चाहिँ अब फाइनल्ली फर्किसकेको छौँ एकदम केयरफुल भएर बाटो चाहिँ हेर्नुपर्ने छ नत्र फेरि चिलिम चट सब केटाहरू गइसकेको छ हामी मात्र लास्टमा भाइ र म यहाँ लड्न सकिन्छ है लड्नु यहाँ लड्यो भने फिक्स डेथ हो फिक्स तर दामी यता बाटो बनाइदिएको रहेछ यो पछि चाहिँ दामी नै हुन्छ है अलि सुरुमा भएर मात्र हो हामी चाहिँ फाइनल्ली ओह्रालो झरिसकेको छौँ अब यहाँनिर बुधबार छ नि तर यता यस्तो घुमेर चाहिँ यता आउनुपर्ने रहेछ यस्तो पारि अलैँची बारी छ तर जुम गर्न अलिक मिल्दैन यसको अलिक दामी आउँदैन त्यही भएर यहीँदेखि हेर्न सक्नुहुन्छ आजको हाम्रो डेस्टिनेसन कम्प्लिट भएको अवस्था म तपाईँहरूलाई जाँदा यहाँ एउटा लोकेसन बताउँछु अघि यस्तो हामीले झुर हो नि यतादेखि बुधबारदेखि हामी आइन्छ होइन गुनुनु तपाईँहरू यता माथि सिधै नजानु होला यो घर हेरेर चाहिँ तपाईँहरू चाहिँ यता जानु सक्नुहुन्छ अनि ऊ पारी माथि चाहिँ झर्न चाहिँ गाइस कस्तो लाग्यो हेरिदिनु होला लाइक कमेन्ट सब्सक्राइब गर्नु नबिर्सिनु होला भन्दै आजको हाम्रो के भन्नु भ्रमण टुर चाहिँ यही सकेको घोषणा गर्दछु।